एकपटक आमाले भन्नुभएको थियो त त्यही रुखमुन्तिर जन्मेको होस्। त्यो फलेदोको रुख थियो। रुख हाम्रै गोठ पछाडि थियो। अग्लो त्यसका हाँगामा चराहरू हुत्ती खेलिरहन्थे। त्यसको शिर आकाशतिर उठेको थियो। बर्खामा बादलको फेता लगाउँथ्यो। मलाई मतेरामा सबैभन्दा बढी मनपर्ने रुख त्यही थियो। अर्को थियो जेठाबाको बगैँचा छेउको अग्लो सिमल। गाउँमा भनाइ थियो भूतहरू सिमलको रुखमा बस्छन्। बुढो भइसकेको सिमलको रुख मुन्तिर उभिँदा मलाई कहिले लागेन यहाँ भूत होलान् भनेर। म भर्खरै झरेका पात फुल लिन सिमलको रुखमुन्तिर जान्थे। मलाई सिमलको फुल भुवा भएको मन पर्दैन थियो। मन पर्थ्यो त्यसको ताजापन। रातो रङ सिमलको फुलको भेट्नामा जमेको पानी चुसेर खाँदा मतेरामा यस्तो रमाइलो कुरा छैन जस्तो लाग्थ्यो। मतेरामा त्यही एउटा मात्र सिमलको रुख थियो जस्तै लाग्छ। र त्यही सिमलको रुखबाट घाम तल झरेपछि मतेरामा अँध्यारो हुन्थ्यो। रुख मुन्तिर जन्मिएकाले होला म रुख भनेपछि मरिहत्ते गर्थे। रुखको फेदबाट आँखा तन्काउँदै टुप्पोतिर हेर्न क्या मजा हुन्थ्यो। अझ ठुलो रुखको छायामा ढल्किएर रुखका पातबाट झरिरहेको घामको तर्के प्रकाश हेर्दा म असीम आनन्द पाउँथे। मलाई हरेक रुख कतै न कतै चिने जस्तो लाग्थे। तर रुख र ममा अलिकति दूरी थियो। म रुख चढ्न सक्दिनथे। गाउँका केटाहरू बाँदर चाहिँ स्वार रुख चढ्न सक्थे। सानै छँदा मतेराको त्यो अग्लो सिमलको टुप्पोमा बसेर हेर्दा अर्कै संसार देखिन्छ कि जस्तो लाग्थ्यो। त्यसैले म रुख चढ्ने कोसिस गर्थे। हो चाहिँ रुख चढे पनि लगलगी खुट्टा काट्थे। अग्ला रुख चढ्न खोज्दा मेरा कुइनाका छाला धेरै पटक ददारिएका थिए। मेरा कुइनामा जहिले पनि एउटा न एउटा घाउ हुन्थ्यो। मटेरामा एक दुई पटक रुखबाट खसेर मान्छे मरेका पनि थिए। रुखबाट खस्दा के हुन्छ मलाई थाहा थियो। हात भाँचिन्थ्यो। दाँतहरू लहरै झर्थे। एकपटक त ढाड बीचबाटै ठनक्कै भाँचिएको मान्छे पनि देखेको थिए। रुखबाट खसेको मान्छे असाध्यै कुरूप भएर मर्थ्यो। तर रुखबाट खस्दा मान्छेले कस्तो अनुभव गर्छ मलाई थाहा थिएन। खस्दै गर्दा मान्छे कसलाई सम्झिन्छ मलाई थाहा थिएन। एक दिन सबै थाहा भयो। म 4 कक्षामा पढ्थेँ। त्यसै बेला मटेराबाट स्कुल खैरीफाटा जानु पर्थ्यो। करिब 3-4 किलोमिटर हिँडेर। मलाई कहिले स्कुलमा बस्न मन पर्दैन थियो। बस्यो कि पिटाइ खायो। पढ्नमा ल्वादे भएपछि यस्तै हुन्छ नि त। मलाई सम्झना भएसम्म म कहिले पनि 60 घन्टीसम्म स्कुलमा बसेको थिइनँ। म दिदी दाइसित स्कुल त पुग्थेँ तर बिचमै भागेर कटासे बजार पुग्थेँ जहाँ बाको मेडिकल थियो। बाले कटासे पुगेपछि चिया र पाउरोटी खुवाउनुहुन्थ्यो। ठन्डा बरफ खाने पैसा दिनुहुन्थ्यो। कहिलेकाहीँ स्कुलबाट भागेर आएको थाहा पाउँदा गाली गर्नुहुन्थ्यो। तैपनि मातापितालाई सन्तानको हाँसोभन्दा ठुलो कुरा अरू केही लाग्दैन रे। म कहिलेकाहीँ बाको साइकल पछाडि बसेर घर फर्किन्थेँ। तर बासित बजारबाट फर्किएको देख्यो भने आमाले बेस्मरी गाली गर्नुहुन्थ्यो। त्यसैले मैले बासित घर फर्कन छाडिसकेको थिएँ। दिनभरि बाको मेडिकलमा बस्थेँ र अब त स्कुल बिदा भयो होला भन्ने लाग्यो भने घर फर्किन्थेँ। समयवश स्कुलबाट फर्केर दिदी दाइसित बिचमै भेट हुन्थ्यो र म आमाका अगाडि दिनभरि स्कुलमै पढेर फर्के जसरी पुग्थेँ। बा धेरै कुरा बोल्नुहुन्न थियो। त्यसैले म दिउँसो कतासे पुगेको पोल पनि खुल्दैन थियो। एक दिन स्कुलबाट दिल्लीलाई लिएर कटासे जाने भए। दिल्ली रुख चढ्नमा सिपालु थियो। रुखमा धेरै पटक ददारिएकाले उसको अनुहारभरि दागै दाग थिए। दिल्ली र म हाफ टाइममा पिसाब फेर्ने बहानाले बाहिर निस्क्यौँ र दगुर्यौँ। अलि पर पुगेपछि हिँड्यौँ। त्यस दिन हामी सकेसम्म ढिलो हिँडेर कतासे पुग्यौँ। मैले स्कुलबाट भाग्न थालेदेखि नै यस्तो कला सिकेको हुँ। स्कुलबाट चाँडै भाग्यो। ढिलो हिँड्यौँ र स्कुल बिदा हुने बेला कटासे पुग्यो। तर कहिलेकाहीँ झुक्किएर चाँडै पनि हिँड्थे। बा मेडिकलमा बिरामी भरिएकाले व्यस्त हुनुहुन्थ्यो। दिल्ली र मलाई देख्नुभयो। फेरि स्कुलबाट भागेर आइस बा कराउनु भयो। स्कुल बिदा भयो। मैले ढाँटेँ। दिल्लीले पनि मुन्टो हल्लायो। त्यसपछि बाले अरू केही सोध्नु भएन। अनि एकछिनमा भन्नुभयो चिया खान जा। हाम्रो मेडिकलभन्दा अलि पर चिया पसल थियो। त्यहाँबाट मेडिकलमा चिया आउँथ्यो। म डाक्टरको छोरा हुँ भन्ने चिनेकाले जाने बित्तिकै चिया पाउरोटी दिन्थे। कहिलेकाहीँ स्कुलबाट भाग्दै कटासे पुगेर चिया पसलमा सुटुक्क चिया पिएर म मटेरा फर्किन्थेँ। बाले थाहै पाउनुहुन्थ्यो। दिल्ली र म चिया पसल पुग्यो। मजाले चिया पाउरोटी खायौँ। मटेरामा पाउरोटी पाइँदैनथ्यो। त्यसैले दिल्ली पाउरोटी खान पाउँदा रमाइरहेको थियो। चिया सकेर एकपटक बजार फन्का लगायौँ। मटेरामा मान्छे धेरै हुँदैनथे। त्यसैले पनि बजारमा टन्नै मान्छे देख्दा रमाइलो लाग्थ्यो।
थरीथरीका मान्छे, थरीथरीका कुराकानी, थरीथरीका हृदय, थरीथरीका पहिरन। कहिलेकाहीँ 1-2 रुपैयाँ खसेको पनि भेटिने। गाउँमा त कसले खसाल्नु, अझ बजारमा त कुकुर पनि कति हुन् कति। मटेरामा त मात्र एउटा दुईटा कुकुर थिए, तिनलाई पनि मान्छेले लट्ठी र लाट्टी बजारै गर्थे। गाउँका कुकुर त लुटे, बजारका भने हेर्दै टोक्टान जस्ता खाइलाग्दा। बजार घुम्न त्यसै त रमाइलो हुन्न। बजार फन्का लगाएर थाकेपछि दिल्लीले भन्यो, स्कुलबाट भागेको थाहा पाए त बाले भकुर्छन्। मैले पनि आमाको ठप्पट सम्झिएँ। अब यहाँबाट जाम। दिल्लीले भन्यो, वनमा कुरेर बसौँला, स्कुल छुट्टी हुने बेला घर पुगौँला। मलाई कुरा ठिक लाग्यो। दोकानमा जाम। मैले भने, बाले ठन्डा बरफ खाने पैसा दिनुहुन्छ, अनि खाँदै फर्कौँला। ठन्डा बरफ सुन्ने बित्तिकै दिल्ली पनि उत्साहित भयो। हामी मेडिकल फर्क्यौँ। बिरामीको चाप बढेकाले होला बाको मुड ठिक थिएन। बिरालोले दुध माग्न मायालु अनुहारले जसरी हेर्छ त्यसरी मैले बालाई हेरिरहेँ। तर बाले मेरो मायालु अनुहार देख्नु भएन। तर बिरामीका बीचबाट भन्नुभयो, आज फेरि स्वत नगएस्। भनेपछि बाले मलाई आफूसँगै लैजाने सुरु गर्नुभयो। बाको कुरा सुनेर दिल्लीले अनुहार अध्यारो बनायो। साँझ बासित जाँदा उसका बाले थाहा पाइहाल्छन् कतासे पुगेको थियो भनेर। उसले इसाराले भागौँ भन्यो। त पुलमा गएर कुर्दै गर। मैले भने, म ठन्डा बरफ खाने पैसा लिएर आउँछु। दिल्ली खिस्स हाँस्दै 1-2 कदम सर्दै मेडिकलबाट छेलियो। मलाई कदासेबाट फर्किँदा जहिले पनि औषधिका ठुला खाली कार्टुन लिएर फर्किने मन पर्थ्यो। डोरी बाँधेर गाडी चाहिँ लतार्दै ओठ लेप्ट्याउँदै गुरगुर गर्दै दगुर्दा थकाइ नै लाग्दैनथ्यो। म मेडिकलको तला चढेँ। खाली कार्टुन डोरीले बाँधेर मेडिकलको पछाडितिरबाट तल झरेँ। जब म भर्याङ झर्दै थिएँ, बाले देखिहाल्नुभयो। कहाँ हिँडिस् सोध्नुभयो। कहीँ नै। मैले आँट गरेर मुख फोरेँ। बा पैसा दिनु किन चाहियो? ठन्डा बरफ खाने। आज खानु पर्दैन ठन्डा बरफ। बाले झिनो मान्दै भन्नुभयो। जहिले नि स्कुलबाट भागेर आउँछस्, आज पनि आइस होइन? आज दिन्न। ए, आज बा रिसाउनु भएको रहेछ। म एकछिन मेडिकल बाहिर उभिरहेँ। जब बा भित्री कोठामा पस्नुभयो, म फुत्त निस्किएँ। कार्टुन समाएर जोडले दगुरेँ। पुलछेउ तन्नै मान्छे ओहोर दोहोर गरिरहेका थिए। रेडियो दोकानबाट ठुल्ठुलो आवाजमा हिन्दी गीत बजिरहेको थियो। पुलको ठ्याक्कै अगाडिपट्टिको मिठाई पसलमा जेरीको खात लागेको थियो। एउटा भुँडेले जेरी रसमा डुबाउँदै निकालिरहेको थियो। जेरी देखेर मन रसिलो भएर आयो। त्यही छेउमा दिल्ली उभिएर कुरिरहेको थियो। हाम्रो आँखा जुधेपछि ऊ उज्यालो अनुहार बनाउँदै छेउ आयो। पैसा ल्याइस्? उसले भन्यो। ठन्डा बरफ होइन, जेरी खाम। बाले दिनु भएन, रिसाउनु भएको छ। ऊ निराश भयो। हामी पुलमा उभिएका मान्छेलाई छल्दै अमौरी खोला तर्न थाल्यो। गर्मी भएर होला अमौरी खोलामा मान्छेहरू डुबुल्की लगाइरहेका थिए। किनारमा धोबीहरू कपडालाई आकाशतिर उठाउँदै ठुलो ढुङ्गामा पछाडिरहेका थिए। होहल्ला थियो। 2:30 बजेको थियो होला। हामी वारी आयौँ। आकाशमा 1-2 टुक्रा काला बादल थिए। लडिया हिँड्दा हिँड्दा बाटोमा 2 छेउमा गहिरा लिन बनेको थियो। हामी लिक्कको बिचबाट हिँडिरहेका थियौँ। मैले केटीहरूले कम्मरका गाग्रो बोके चाहिँ खाली कार्टुन बोकिरहेको थिए। जब जङ्गलभित्र पस्यौँ, बोल्न छाड्यौँ, किनभने चारैतिर बाँदरे बाँदर थिए। बाँदरतिर नहेरी हिँडिरह्यो। जब बाँदर छुटे, मैले कार्टुन भुइँमा राखेर घुर्र गर्दै गाडी चाहिँ तान्न थालेँ र दगुरेँ। दिल्लीले पछायो। कहिलेकाहीँ मात्र मान्छे भेटिने बाटोमा म घुर्र परसम्म फैलियो। हामी दगुर्दै जङ्गलको बिचतिर पुगिसकेका थियौँ। अचानक दिल्ली करायो, वा जमुना रहेछन्, खानु पर्यो। बाटोको छेउमै सानो कदको जमुनाको रुख थियो, जो बटुवालाई दर्शन गरे चाहिँ बाटोतिर झुकेको थियो। छेउछाउमा ठुल्ठुला सालका रुख थिए। सालको बिचमा त्यही मात्रै जमुनाको रुख थियो। रुखमुनतिर 2 जना गाउँले महिला भुइँमा खसेको जमुना टिपिरहेका थिए। जमुना छन् रुखमा? दिल्लीले कमरमा हात राख्दै महिलाले सोध्यो। छन्। एउटीले रुखका हाँगातिर हेर्दै भनिन्, भुइँमै त कति खसेका छन्, हाँगैभरि छन्। हुन पनि जमुनाको सिजन भर्खरै आएको थियो। बटुवाले यो रुखतिर ध्यानै दिएका रहेनछन्। हाँगाभरि कमिलाको टाउको रङका जमुना झुन्डिएका थिए। ल, म रुख छु है त। दिल्लीले जाँगे कस्यो। एउटा हाँगा घरमा लैजानुपर्छ। म पनि रुखको अग्लाई खासै नदेखेर रुख चढ्न कसेँ। मलाई पनि टन्नै जमुना भरिएको हाँगा घर लैजाने रहर पलायो। खोइ किन हो, गाउँलेहरू टिपेर सङ्गालेको जमुना भन्दा हाँगैसितको जमुना। नानी एक्लै रुख चढेका थिए? कामी दाइले सोधे। होइन, महिलाहरूले भने साथी थियो, मान्छे बोलाउन गाछ, बिचरा टन्नै मरेथे। कञ्चट समाएर बसेकी युवतीले भनिन्। छेउमै रुखको ठुटो थियो, जोगिएर खसे। कुराकानी जारी थियो। आवाज मधुरो हुँदै गयो। कानमा कसैले रुई ठेलिरहे चाहिँ मैले सुन्न छोडेँ।
अँध्यारो होस आउँदा मेरो ज्यान हल्लिरहेको थियो। मैले मान्छेको होहल्ला सुने, आँखा उघारे। म कसैको काँधमा थिएँ। वरिपरि स्कुलबाट फर्केका विद्यार्थी थिए। भनेपछि दिल्लीले स्कुले विद्यार्थी बोलाएर ल्याएछ। मलाई कसले बोकिरहेको थियो मैले थाहा पाइनँ, तर उसको घुकचुकबाट आइरहेको पसिनाको अमिलो गन्ध मेरो नाकभित्र पसिरहेको थियो। मैले कर्के नजर लगाएँ। विद्यार्थीको बीचमा दिल्ली पनि थियो, एकदम आतंकित। ऊ पुलुक पुलुक मतिर हेरिरहेको थियो। होस आए जस्तो छ, कसैले भन्यो। मलाई अप्ठ्यारो लाग्यो। दायाँ गाला र कानको लोती तत्ताइरहेको थिए। खस्दा पुट्ठाले टेकेछु कि क्या हो, बेसमारी दुखिरहेको थियो। केटाहरूले के सोध्लान् भन्ने लाग्यो। फेरि बेहोस भए चाहिँ आँखा चिम्ले। केटाहरू मलाई बोकेर हुलमुल सहित गाउँ पसे। मलाई झन् अप्ठ्यारो लाग्यो। गाउँलेले रुख चढेकामा पक्कै गाली गर्छन् जस्तो लाग्यो। बेहोस भए जस्तै गरिरहे। बेला बेला अलिकति आँखा उघारेर हेर्थे, कहाँ पुग्यो भनेर। के भयो बाबुलाई, कोही सोध्थे। रुखबाट खसेछन्, होसमै आएका छैनन्। कसैले जवाफ दिन्थ्यो, कठै डाक्टरलाई के दशा आइलाग्यो। गाउँलेहरू चुकचुकाउँथे। जब केटाहरू मेरो घर नजिक पुगे, मेरो मुटु बेसमारी ढट्किन थाल्यो। आमाले पक्कै चट्कन लगाउनुहुन्छ जस्तो लाग्यो। मैले अलिअलि उघारेका आँखा पनि बन्द गरेँ। मलाई बोक्नेले भुइँमा राखे। मैले दिदी बेसमारी चिच्याएको आवाज सुने। दिदी, आमा भन्दै कराइन्। के भयो? आमाको आत्तिएको आवाज आयो। रुखबाट खसेछन् कसैले भन्यो। एकछिनपछि कसैको चिसो हात निधारमा सल्बलायो। पक्कै आमाको हात हुनुपर्छ। मैले आमाको रुन्चे आवाज सुने। कहिले सुख देन यसले। स्कुल गएको मान्छे रुख चढ्ने हो त? होसै आएको छैन, कसैले भन्यो। बीचमा दुईपल्ट होस आएका थिए। दिल्लीले भनेका हामीले भेटेदेखि त होसमै आएका छैनन्। हननी ज्वरो आए जस्तो छ, आमाले भन्नुभयो। के दशा आइलाग्यो कुन्नी? खोइ त दिल्ली, अघिसम्म त पछि आएका थिए। घर गए जस्तो छ। मलाई बोक्नेले भन्यो, तिनैले हामीलाई भनेका हुन्। आमा कटासे लैजाम जेठी दिदीले भनिन्। लैजानु पर्यो के रे? आमाको आवाज झन् रुन्चे भयो। कस्तो हिक्क गरेको। आमाको रुन्चे स्वर सुनेर मेरा आँखा रसाए। म आमाको पिठ्युमा थिएँ। आमाले मलाई पछ्यौराले बाँध्नु भएको थियो। दिदी आमा सँगसँगै लोटामा पानी बोकेर हिँडिरहेकी थिइन्। मैले दिदीको अनुहारमा हताशा देखेँ। घरमा दाइ दिदी र बहिनी पनि सँगै जाने भनेर कचकच गरिरहेका थिए, तर आमाले घर हेर्नुपर्छ भनेर आउन दिनु भएन। आमा छिटो हिँडिरहनु भएको थियो। जङ्गलको बाटो मान्छेहरू त्यति देखिएका थिएनन्। साँझ पनि ढल्किँदै थियो। आमा कुन रुखबाट खसेको होला? दिदीले सोधिन्। खै कुन हो कुन? आमाले सासले भन्नुभयो। खोइ कुन रुखा यसको काल लुक्या थियो। मलाई आमा र दिदीको छटपट्टि देखेर बिउजिएको बहाना गरौँ जस्तो लाग्यो, तर सकिनँ। म भित्रभित्रै गल्दै गएको थिएँ। मलाई पूर्ण रूपमा होस आइसकेको थियो। घरमै बिउजिए जस्तो गरेको भए आमालाई यति दुःख त हुन्थेन। बाले भोलि औषधि ल्याइदिनुहुन्थ्यो, तैपनि कहिले रोक्यो कुन्नी? मैले बेहोस भइरहेको बहाना बनाइरहे। बाटोमा म खसेको रुख पनि आइपुग्यो। मैले हेरेँ, रुखमुन्तिर रुखको डालो खसेको थियो। त्यही डालोसित म खसेको हुनुपर्छ। आमालाई सुनाउन मन लाग्यो म खसेको रुख यही हो भनेर, तर आवाज निकाल्न सकिनँ। म भित्रभित्रै आत्मग्लानीको आगोमा जलिरहेको थिएँ। ठिक्क किन रुख चढ्नु परेको होला मलाई? आमा मलाई बोकेर अघि पछि भन्दा छित्ते कट्टासे पुग्नुभयो। पुलमा मान्छेको भिड बढेको थियो। साँझ पखको चिसो हावा खान आएका होलान्। ती छक्क पर्दै आमातिर हेरिरहेका थिए। जब आमा पहिलो गल्लीमा पस्नुभयो, मान्छेहरू चनाखो भए। आमै, के भयो बाबुलाई? पहिलो गल्ली कि चुरा पसलले? दिदीले सोधिन्। रुखबाट खसेछ, आमा भन्नुभयो। पसलनी दिदी मेरो छेउ आइन्। मैले आँखा बन्द गरेँ। उनले एकछिन मलाई निहालेर हेरिन् र भनिन्, अघि त यतैबाट दगुर्दै गाथे बडा, लौ हेर गाला सुन्निएर। बेहोसै छन् कि के हो? बेहोसै छ। बजार पसेदेखि मेडिकल पुग्दासम्म आमाले कतिले सोधे। मैले बेहोस भएको बहाना बनाइरहेँ। जब आमा मेडिकलनिर पुग्नुभयो, मलाई साँच्चै बेहोस होला जस्तो लाग्यो। मैले अलिअलि उग्रिएका आँखाले देखेँ बा दोकान बन्द गर्न खोजिरहनु भएको थियो। झस्सा आमाले देखेर झस्किनुभयो। पिठ्युमा घाइते म थिएँ। के भयो फेरि? बा आत्तिनु भयो। मैले आँखा बेसमारी चिम्लिए। रुखबाट खसेछ। आमा खुइए सुस्केर हाल्नुभयो। होसमै छैन। अघि त यही थियो बाले भन्नुभयो। कतिखेर लुत्त हिँडेछ? यसले पनि हैरान पार्यो। कहाँ रुख चढ्न गएछ फेरि? आमाले उत्तर दिनु भएन। आमाले मलाई पलङमा सुताइदिनु भयो। पिठ्युमा झुन्दिँदा मेरा पाखुरा र पुट्ठा टनटनी दुखिरहेका थिए। राहत भयो। रुखबाट खस्दा सड्किएर होला ज्यान भित्रभित्र कर्कर दुखिरहेको थियो। होसमै छैन। बाले मेरो नाडी छाम्दै बताउनु भयो। बुद्धि, मलाई उठे जस्तो गरिदिउँ जस्तो लागेको थियो, तर डरले आँटै गरिन।
बाले मेरो निधार छाती नाडी सबै चेक गर्नुभयो। सुई नलगाए होला जस्तो छैन। बाले भन्नुभयो, सुई? मेरो साथ त गयो। म अर्कालाई सुई लगाएको त हेर्न नसक्ने मान्छे। साँच्चै मलाई होसमा आउँ जस्तो लाग्यो। होसमा आए त सुई लगाउनु पर्दैन होला नि। म बिस्तारै होसमा आए जस्तो गर्ने तयारीमा थिएँ। अलि ढिलो भएछ। बाले मलाई घोप्टो पार्नुभयो। एकैछिनमा पुट्ठामा रातो कमिलाले चिले जस्तो भयो। ज्या सुई त लगाइसक्नु भएछ। अब एकछिनमा आउला होस्, बाले भन्नुभयो। एकछिन मेडिकलमा मौनता छायो। अकालमै मर्छ कि के हो? आमाले निराश स्वरमा भन्नुभयो। मर्दैन, बाले भन्नुभयो। जा चिया ल्याउन भन्। सायद बाले दिदीलाई भन्नुभएको होला। हो रहेछ, दिदीले मसिनो स्वरमा सोधिन्। कति हो त? यो मरेको छैन, बाले झर्किँदै भन्नुभयो। 3 तास भन्, अहिले होसमा आइहाल्छ। च्या भन्यो कि मरिहत्ते गर्छ। पाउरोटी पनि बनम? दिदीले फेरि सोधिन्। बा बोल्नु भएन, इसारा गर्नुभयो होला। सड्याक सड्याक आवाज आयो। दिदी गए जस्तो छ। फेरि मेडिकलमा मौनता छायो। हत्तेरी, बा र आमालाई मैले यत्तिकै दुःख दिएँ। मेरो मुटु बुङ्रोमा डरे जस्तै दुखिरहेको थियो। मैले बेहोस भएको नौटङ्की गर्ने नहुने, झन् बेहोस भएको नाटक गरेको थाहा पाउनुभयो भने बाले घुकचुकमै मुट्की हान्नुहुन्छ। मैले आँखा उगार्नै सकिनँ। यो त पर्दा पनि पर्दैन। आमाले भन्नुभयो। स्कुलबाट सुत्त भाग्छ, गतिलो सङ्गत छैन। बुढेसकालमा यसैले दुःख दिन्छ जस्तो छ। बाला बोल्नु भएन। एकैछिनमा सड्याक सड्याक हिँडेको आवाज आयो। दिदी रहेछन् भनिन्। पसलेले भ्याउन्न भने मैले आफै बोकेर ल्याएँ। मेरो कानमा चियाको गिलास ठोकिएर मधुरो आवाज आयो। मेरो मुख रसायो। अब त होसमा आउँ कि क्या हो? सोचे। सुई लाएरै होस आए पनि अलि टाइम त लाग्दो होला। तर पनि चिया चिसो होला भन्ने डर लागिरह्यो। उता राख्दै बुद्धिको भाग। आमाले भन्नुभयो। सुरुप सुरुप चिया पिएको आवाज आयो। आमाले भन्नुभयो। यो पनि घरको चिया खान बजारको भन्यो कि मरिहत्ते गर्छ।